नमस्कार। नेपाल एउटा यस्तो देश जसलाई एउटा एकदम खुसी भएको देश भनिन्छ। त्यो देशमा भयो जेनजी प्रोटेस्टले पुरा आन्दोलन गरिदिएको छन् यार। यहाँनिर जेनजीहरूलाई मेरो दादाजीहरूलाई यस्तो के अरे कामै नलाग्नेको भन्नुभएको छ। जेनजी आजकलको पुरै पार्टी मात्रै गर्ने, सोसियल मिडिया चलाउनेहरू मात्रै गर्ने भन्नुहुन्छ मान्छेहरूले। अनि तर एकचोटि सोसियल मिडिया एकचोटि खोस्यो भने नि जेनजीहरूसँग रिजल्ट अहिले हेरिसक्नुभयो। तर यो सोसियल मिडियामा होइन क्या, त्यो केपी ओलीले गरेको करप्सनले गर्दा भएको क्या, भ्रष्टाचार। सरी फर द ल्याङ्ग्वेज। त्यही क्या आशिका तामाङले चाहिँ हारेको छ अनि सुशीला कार्कीले नि हेल्प गरेछ। त्यही भएर उसलाई प्राइम मिनिस्टर बनाउनु भएको छ, फर्स्ट फिमेल प्राइम मिनिस्टर। आज म सब्सक्राइबर्स गेन गर्नको लागि यो भिडियो बनाएको होइन। आज म मान्छेहरूलाई यो भिडियो किन बनाएको भन्दा मान्छेहरूलाई जे यो आन्दोलन भएको छ नि त्यसको बारेमा ज्ञान प्राप्त गराउन यो यो भिडियो बनाएको मैले। अनि म सब्सक्राइब गर्न भन्दिनँ, यदि गर्नु छ भने आफै गरिदिनु होला। मान्छे जेनजीहरूले टाउकोमा गोली खाएको छ, छातीमा गोली खाएको छ, आँखामा गोली खाएको छ, तर त्यही पनि म मर्छु तर देशको साथ छोड्दिनँ भनेर अघि बढ्दैछन्, आन्दोलन गर्दैछन्। तर यही पिसफुल प्रोटेस्टमा केपी, म भन्दिनँ ल्याङ्ग्वेजमा भन्छु, केपीले पुरै भनिदियो यिनीहरू त पागल हो यार, गोली चलाइदियो न डराएर भाग्छ भनिदिएर पुरै आनन्द भन्छन् के, पुरै मच्छर मारे जस्तो भन्छन्। मच्छर मारे जस्तो भन्छन्, कस्तो जोक हान्दै नि। तर कस्तो हाँस पनि उठ्दैछ यार यो जोक सुनेर। अनि अब त्यो दुबई भागो क्या, त्यो चाहिँ भएर फुल दुबई भागो नि त। त्यही भएर फेरि जेनजीले त्यहाँ भेटेको भए त्यो शेरलाई जस्तो हानेर, सरी फर द ल्याङ्ग्वेज, शेरबहादुरलाई जस्तो हानेर यस्तरी भइदिन्थ्यो। यदि तर एउटा काम गरो क्या, त्यो जेनजीहरूले नि त्यो भाट भटेनी, त्यो बिर्तावाडाहरूमा भाट भटेनीबाट सामान चोरेर गयो नि, त्यो चाहिँ गलत भयो क्या। डल चोरहरू के आएको छ। कुनै आन्दोलन गर्ने मान्छेहरू, कुनै प्रोटेस्टरहरूले चाहिँ सोच्यो होला कि यो सोसियल मिडिया चाहिँ बिहानै भएको राम्रो होला हौ भनेर सोच्दै होला। आजको लागि यति नै ज्ञान। बच्चा हो, धेरै ज्ञान कहाँबाट ल्याउनु ल। जति थाहा थियो आज भनिदिए, अब अझै नलेज जम्मा पार्न खोज्छु अनि भन्छु नि छिटै। आजको लागि बाई, आजको लागि सब्सक्राइब गर्न भन्दिनँ, किनकि यो मैले इन्टरटेनमेन्टहरूको लागि बनाएको होइन, यो मैले ज्ञान प्राप्त गराउनको लागि भनेको हो। यदि गर्नु छ भने गरिदिनुहोस् होला। नमस्ते, बाई बाई, भेरी थ्याङ्क यू। सब्सक्राइब फेरि भन्दै यार मिस्टेकली। ओके बाई।